एभ्रिवान, नमस्कार सम्पूर्णमा एग्रियन नेपालको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हामीले कृषि सम्बन्धी विभिन्न किसिमका जानकारी दिँदै आएका छौँ। कृषितर्फको पनि आलङ्कारिक बिरुवाबारे अझ बढी जोड दिँदै आएका छौँ। आजको यस भिडियोमा हामी ग्ल्याडियोलस अर्थात् तरबारे फुलबारे चर्चा गर्नेछौँ। ग्ल्याडियोलस फुल कट फ्लावर तथा सजावटका लागि प्रयोग गरिने फुल हो। ग्ल्याडियोलस फुललाई क्वीन अफ ब्युबोलस फ्लावर पनि भनिन्छ। यसको वैज्ञानिक नाम ग्ल्याडियोलस ग्रान्डेभेन्सिस हो भने यो चाहिँ अन्तर्गत पर्ने गर्दछ। नेपालमा व्यावसायिक उत्पादन 2040 सालदेखि सुरु भएको हो। यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ। काठमाडौँको मुख्य बजारलाई लक्षित गरी राजधानी वरिपरि जिल्लाहरूमा बिस्तारै उत्पादन सुरु हुँदै गएको छ। 3 दशकको लामो समय अन्तरालपछि आइपुग्दा नेपालको जाडो मौसम मङ्सिर, पुस, माघ र फागुन चैतमा हुने माघको झन्डै 80% उत्पादन तराईबाट हुने गरेको छ। यो फुलको आयात विगत वर्षहरूमा भारतबाट हुने गरे तापनि हाल नेपालमा यसको खेती गरिएबाट आयात अलिकति भए पनि कम हुँदै गएको छ। अब लागौँ ग्ल्याडियोलसलाई कसरी लगाउने भन्नेतर्फ। ग्ल्याडियोलस बल्ब जस्तो कलरको देखिन्छ त्यस्तै कलरको फुल फुल्ने गर्दछ। तसर्थ ग्ल्याडियोलस बल्ब हेरेर चाहिँ कस्तो कलरको फुल फुल्छ भनेर चाहिँ पत्ता लगाउन सजिलो हुन्छ। मैले चाहिँ यहाँ पहेँलो कलरको बल्ब प्रयोग गरेको छु, जुन चाहिँ पहेँलो कलरको फुल फुल्ने गर्दछ। अब चाहिँ सुरुमा मैले पटिङ मिक्सर तयार गरेँ, जसमा सधैँ चाहिँ मैले राख्ने गरेको मल, माटो, कोकोपिट, पर्लाइट, बोन मिक्स गरेँ। राम्रोसँग मिक्स गरिसकेपछि यसमा चाहिँ मैले माटो एकदमै थोरै अमाउन्टमा राखेको छु, जसले गर्दाखेरि चाहिँ माटो धेरै राख्दा चाहिँ एकदमै कम्प्याक्ट हुने गरेको र बिरुवाहरूको वृद्धि विकास राम्रोसँग हुन गाह्रो हुने र माटो चाहिँ पटिङ मिक्सर चाहिँ खुकुलो नहुने भएकाले एकदमै थोरै अमाउन्टमा चाहिँ मैले प्रयोग गरेको छु। यसमा मैले साफ पनि प्रयोग गरेको छु, जसले गर्दा चाहिँ फङ्गसहरूको अट्याक कम हुने गर्दछ र जरा पनि कुहिँदैन। अब चाहिँ मैले पट रेडी गरेर राखेको छु, जसमा चाहिँ होल पारिसकेको छ। होल पारेको ठाउँमा सानो ढुङ्गा राखेर तयार गरेर पटिङ मिक्सर राखेँ। ग्ल्याडियोलस बल्ब लगाउँदा यसको बोक्रा फालेर लगाउनु पर्दछ। यसको बोक्रा फालेर लगाउँदा चाहिँ छिटो ग्रो हुने गर्दछ। यसलाई सारेको अर्थात् लगाएको 60 दिनमा फुल फुल्ने गर्दछ। लगाइसकेपछि यसरी पानी राख्नु पर्दछ। धेरै पानी नहाल्ने, बल्ब एकदमै सेन्सिटिभ हुने भएकाले कुहिएर जाने भएकाले थोरै पानी मात्र राख्नु पर्दछ। यसरी हामीले तयार गरेको पटिङ मिक्सरमा ग्ल्याडियोलस बल्ब रोप्ने सक्छौँ र रोपेको 4 देखि 5 दिनमा ससाना टुसा यसरी देखिन सुरु हुने गर्दछन्। बेला बेलामा पानीले के कति छ भनेर चाहिँ हामीले हिसाब गरेर चेक गरेर पानी राख्नु पर्दछ। मैले लगाएका ग्ल्याडियोलस बल्ब यसरी तयार हुँदै गएका छन्। फुल फुल्न लागिसकेपछि म हजुरहरूलाई अपडेट दिनेछु। मेरो पनि पहिलो पटक ग्ल्याडियोलस बल्ब लगाएको हुनाले हजुरहरूलाई केही मिस्टेक लाग्छ भने कमेन्ट बक्समा राखिदिनु होला। तसर्थ आजको लागि भिडियो सामग्री यति नै। आशा छ ग्ल्याडियोलस बल्ब किनेर एकपटक लगाउने ट्राई गर्नुहुनेछ। कट फ्लावरको रूपमा प्रयोग गरेर आफ्नो घरलाई एस्थेटिक भाइब्स दिनुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला र भिडियो मन परेमा लाइक कमेन्ट गरी सपोर्ट गरिदिनु होला। थ्याङ्क यू। ह्याप्पी गार्डनिङ।